कहिले धम्की दिने सानो कुरामा त्यस्तै गर्थे हैन। र सबैले भिडियो बनाएर धेरै देश विदेशमा भनौँ न धेरै चर्चाको विषय भएको थियो। अनि यो HIV एड्स पोजिटिभ देखियो भन्ने हल्ला पनि थियो। त मिडियाबाट त तिमीले 2 करोड कतिको अफर गरेछ भन्ने पनि कुरा आएको थियो नि त। ड्रग्समा के कफीमा दबाई मिला, अर्कोमा भनेको छ त्यस्तो दारू पिला प्रोत्साहन मतलब आत्महत्याको लागि हतोत्साहित गर्न खोज्यो उसले। मैले गरेको रिसर्च अनुसार ऊ चाहिँ नेपाल भागिसके। नेपाल भाग्नमा पनि एनआरएनको एउटा लेडिजको हात छ नाक्नमा। मैले त्यसरी कोर्टमा चलिरहेको विचाराधीन मुद्दामा पहिले नै जज नगरौँ, त्यसरी मिडियामा आएर यसलाई फाँसी दिनुपर्छ, यसलाई जिउँदै जलाउनुपर्छ भनेर नभन्नु, किनकि त्यसले मलाई धेरै नै मेन्टली ह्याम्पर गरेको छ। एकैछिन उनीहरूले आफ्नै आँखाले देखे जसरी भने। नमस्ते एभ्रिवान, वी आर ब्याक विथ आवर न्यू सो अगेन। धेरै पछि हामीले फेरि अर्को नयाँ एउटा एपिसोड गराएको थियौँ। आजको एपिसोड अलि फरक खालको, अलि विशेष खालको हुनेछ। सबैलाई याद दिलाउँ, 2024 डिसेम्बर ताका क्यानाडामा एउटा ठुलो न्युज आएको थियो। तिहारमा टिका लगाएको बहिनीलाई 3 जनाले मिलेर सामूहिक बलात्कार भएको घटना भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सबैतिर हल्ला फिजिएको थियो र 3 जना भाइहरू पक्राउ पनि परेका थिए। र हो त्यो घटनाक्रम ठुलो हुँदै जाँदा त्यो घटनाक्रमले कस्तो असर गर्यो, त्यो घटनाक्रममा के भयो भनेर त्यही अपडेट आज हामी नर्मल्ली हाम्रो भाइ जो त्यो केसमा मुख्य पीडक भनेर अभियुक्त भनेर जुन एलिगेसन लगाइएको थियो उसँग आज हामी विशेष गफ गर्दैछौँ। र अहिले सबैलाई जानकारी गराउनको लागि उनको परिचय र उसको फेस र उसको स्वरलाई हामीले अलिकति मोडिफाई गरेका छौँ प्राइभेसी उसको हिसाबले। आजको विशुद्ध कार्यक्रम उनै भाइको भोगाई, उनै भाइको पीडा र उनै भाइले यो 1.5-2 वर्षसम्म भोग्नु परेको स्थिति र परिवेशहरूको बारेमा आज कुरा गर्नेछौँ। आज म बोल्ने भन्दा पनि आज म सुन्ने मुडमा छु। भाइको कुराहरूलाई तपाईहरु सबै माझ सुनाउने चेष्टा गर्दैछु आज। भाइ धन्यवाद आज यहाँ आइदियो। हजुरलाई नि धेरै धेरै धन्यवाद दाइ। मेरो कुराहरू सुनेर मलाई यहाँ आफ्नो पीडा पोख्ने अनि आफ्नो कुराहरू व्यक्त गर्ने मौका दिनुभयो, त्यसको लागि। अब तिमीले जुन जे कुरा भोग्यौ त्यो कुरा त हामीले फिल गर्ने भन्दा बाहेक अरू केही गर्न सक्दैनौ। जुन चट्याङ पर्नु तिमीलाई परिसकेको छ हैन, त्यो कसरी भोग्यौ तिमी आफूले आफूलाई दह्रो बनाएर यहाँसम्म आयौ र तिमी आफैमा साँच्चै दह्रो मान्छे छौ र अगाडि पनि दह्रो भएर अगाडि बढ्छौ होला भन्ने आशा गर्दै तिमीलाई अगाडिको जिन्दगीको शुभकामना पनि। र आज अब हामी तिम्रो भोगाईतर्फ जाउँ। यो केस भएको के हो सुरुदेखि अलिकति सबैलाई बुझाइदेऊ न। खासमा भन्नुपर्दा उसँग मेरो सेन्ट जर्ज स्टेसनमा भेट भयो अनि म आफ्नो मम्मीसँग कुरा गरिरहेको थिएँ। यो अक्टोबरतिरको कुरा हो, 2024। ओके। नेपाली बोलेको सुनेर उनले आएर सोधे नेपाली हो हजुर भनेर, हजुर हो भने। अनि त्यहाँबाट कुरा हुँदै गयो अनि उसले जब सब छैन, जब सबको लागि हेल्प गरिदिनु पर्यो त्यस्तै भन्ने कुरा गरी। अनि आज नम्बरसम्म साटासाट भयो अनि फेसबुकमा आइडी साटासाट भयो। त्यसपछि कुरा हुन थाल्यो। कुरा हुँदाहुँदै ऊ आफै मेरो रुममा आउने अनि रिज्युम सिज्युमको लागि हेल्प चाहियो भन्ने, आफै आएर उता बस्ने, त्यस्तै हुँदाहुँदै गर्दै रिलेसनसिपमा भनेपछि सम्बन्ध दुईजनाको बढ्दै गयो, नजिकिँदै गयो। अनि त्यो रिलेसनसिपमा पर्ने भयो साथीको नाताबाट। त्यस्तै अनि त्यो पछि उसको लागि मैले जब सब नि खोजिदिएँ, एउटा स्टेलर भन्ने एजेन्सीको थ्रु जब सब नि खोजिदिएँ। तर पछिको कुरा त्यो पछि थाहा पाएँ कि ऊ कहिले सिफ्टमा जाने रहेनछ। भनेपछि काम चाहिँ खोज्दियौ तर ऊ सिफ्टमा नजाने गरेको पछि थाहा पायो त्यो। अनि पहिलेको अगाडिको त तिमीहरूको सम्बन्ध चाहिँ कस्तो थियो? अगाडि जब भेट भइसकेपछि सम्बन्ध प्रगाढ हुँदै गयो, त्यो त्यतिखेरको सम्बन्ध कस्तो थियो तिमीहरूको? त्यतिखेरको जनरली भन्नुपर्दा माया प्रेम जस्तै एकअर्कालाई मन पराउने अनि ऊ मेरै रुममा आएर कहिले रात बिताउने कहिले बस्ने। त्यस्तै मेरो रुममेट काममा गएको बेला ऊ आएर त्यतै बस्थे, त्यस्तो गरेपछि राम्रो थियो सम्बन्ध अगाडिको हिसाबमा थियो। मैले नि अब मान्छे कुन लेभलसम्मको हुन्छन् थाहा थिएन मलाई हैन। अब जनरली देख्दा फेस इनोसेन्ट टाइपको अनि सबै कुराहरू मसँग प्रिटेन्ड गर्ने हिसाबले प्रिटेन्ड गरेको रहेछ। त्यो चाहिँ सबै नर्मल बिहेभियर नै जस्तो थियो।
पछि पछि बिस्तारै बिस्तारै हुँदा गर्दै उसले आफ्नो असली रियल नेचर देखाउन थाले। अनि उसले यो चाहिँ किन गर्यो होला? जस्तै तिमीलाई रेपको एलिगेसन जुन लाग्यो, सेक्सुअल असल्ट भनौँ, सेक्सुअल असल्टको एलिगेसन जब लाग्यो, उसले किन चाहिँ यसो गर्यो होला? तिमीहरू बिचको सम्बन्ध कस्तो थियो त्यतिखेर? झगडा सगडा परेको थियो कि अथवा कसरी सुरु भयो यो? झगडा त्यस्तो मेरो हिसाबले कुनै झगडा परेको थिएन। उसले चाहिँ आफै त्यो बहाना खोज्थ्यो। उसले चाहिँ मलाई कन्ट्रोल गर्ने टाइपको, अनि कहिले नि धम्की दिने, सानो कुरामा त्यस्तै गर्थे होइन। ऊ आफू चाहिँ मेरो रुममेटहरूसँग फ्लर्ट गर्ने, अरूसँग बोल्ने, धेरै मेरै साथीले मलाई बनायो, पल्लो रुमको साथीले बतायो उसँग नचाहिने नचाहिने कुराहरू गर्ने, मेसेज गर्ने रहेछ। अनि त्यस्तो धेरै कुराहरू थाहा पाएँ मैले। अब अलिअलि सानोतिनो झगडा भइरहेको थियो, त्यस्तो हुन्थेन। कहिलेकाहीँ खटपट हुनु त नर्मलै भयो। अनि एक दिन 25 डिसेम्बरमा ऊ चाहिँ मै कहाँ आएर बसेकी थिए। अनि त्यहाँ मै कहाँ मेरै रुममा आएर बसेपछि बिहान उठ्दाखेरि मेरो मोबाइल चलाइरहेकी थिए। मोबाइल चलाइरहेको देखेँ। मोबाइलमा नि कहिले उसले आफ्नो फेस लक सेट गरेर राखेको रहेछ, लक खोल्नलाई भनेर। अनि खोलेर सिधै त्यो मेरो वाट्सएपको मेसेजहरू चेक गर्दै थिएँ के, वाट्सएप हेर्दै थिएँ। भनेको उसले अब तिमीलाई शङ्काको दृष्टिले कहाँ के गर्दैछ भन्ने खालको चेकिङ एउटा हुँदै थियो। अब चेकिङ भन्नाले पनि उसले त्यही न्यु खोजिरहेको रहेछ मेनली सबै कुराहरू। अनि त्यो मेसेज देखेर एकजना ब्राम्पटन बस्ने एकजना केटी, मेरो नर्मल साथी जस्तै थियो कि, नर्मल कुराकानी हुन्थ्यो, हाई हेलो के छ यस्तो उस्तो भन्ने, त्यस्तै कुराकानी त्यो देखेर त्यो उसलाई चाहिँ, त्यो केटीलाई मेरो बोयफ्रेन्डसँग नबोल यताउति भनेर गाली गरेको रहेछ। अनि पहिल्यैदेखि ब्ल्याकमेल गर्ने त्यस्तो भएर मैले मोबाइल खोसेर किन गर्यो, मेरो मोबाइल अरूको प्राइभेसीको कुरा हो, त्यस्तो ऊ साथी मात्रै हो, किन मेसेज गर्यो भनेर मोबाइल मागे। मोबाइल मागेपछि उसले अब मोबाइल देऊ, म अरूलाई गाली गर्छु, अरू चेक गर्छु, नत्र म पुलिस केस गरिदिन्छु भन्ने त्यस्तोसम्म पुगेँ। पहिले नि धेरै त्यस्तो कुराहरू धेरै भन्थे कि, मलाई अति नै भइसकेपछि हुन्छ जे गर्छौ गर भनेर मैले पनि भने। त्यस्तो जे गर्छौ गर भनेपछि अनि उसले त्यतिखेरै हो पुलिस कल गरेको। अनि त्यतिखेरै पुलिस कल गरेँ। पुलिस कल गरेर 2-3 मिनटमा पुलिसहरू आए। धेरै छिटो आउने रहेछ। 911मा कल गरेँ। अनि पुलिसलाई के भन्यो उसले, थाहा छ? केही याद छ तिमीलाई कि तिमी अगाडि थिएन उसले भन्दा? मसँग डिस्क्लोजर छ, धेरै कुराहरूको डिस्क्लोजरमा भनेअनुसार उसले 14 डिसेम्बरमा तिनैजनाले मिलेर त्यस्तो घटना घटायो भने। भनेपछि यो घटना कहिलेको? 26 डिसेम्बरको। 26 डिसेम्बरको पुलिस बोलाएको चाहिँ 26 डिसेम्बरमा हो, तर उसले तिमीलाई लगाएको एलिगेसन चाहिँ 14 डिसेम्बरको हो भनेर। 14 डिसेम्बरको तिनैजनालाई लगाएको, अनि मलाई मात्र भनेर 25 डिसेम्बरमा दुईटा, मलाई चाहिँ दुईटा घटनामा आरोप लगाएर अरूलाई चाहिँ एउटा घटनामा मात्र। किनकि उसको प्री प्लान थियो, मसँग आएर त्यो राति बसी मेरो घटना चाहिँ त्यो राति थाहा हुन्छ नि त। अब अरूको त त्यस्तो धेरै पहिले भएको हो भनेर भन्यो भने त्यस्तो कुनै प्रुफ हुन्न होला जस्तो लाग्यो उसलाई होइन। अनि त्यो दिन चाहिँ ऊ तिमीसँगै तिम्रो कोठामा थियो? अरू साथीहरू पनि त्यही थियो कि थिएन? अर्को काममा थियो, मेरो रुममेट काममा थियो। अरू पल्लो रुमको साथीहरू उनीहरू चाहिँ थिए। उनीहरू चाहिँ त्यही थिए। अनि पल्लो रुमको साथीहरू पनि एलिगेसनमा परेको चाहिँ हो? पल्लो रुमको एकजना परेको हो, तर त्यो दिनको भनेर होइन, 14 डिसेम्बरको 2 हप्ता अगाडिको कुरा। 2 हप्ता अगाडिको कुरामा परेको सबैजना। अनि जस्तै तिहारमा टिका लगाएको दाईहरू भन्ने खालको पनि सामाजिक सञ्जालमा आएको थियो। त्यो सबै भ्रम फैलाएको, केसलाई ठुलो बनाउन अनि अटेन्सन सिक गर्नको लागि। भनेपछि कसैले तिहारमा टिका लगाएको ओरेको होइन? होइन, कसैले केही, नत्र तिहारमा टिका लगाएको भए फोटो सोटो केही त्यस्तो हुनुपर्ने नि त। अनि डिसेम्बरमा आएर तिहार आउने कुरा नि हुन्न। मैले अक्टोबरमा भेटेको, अक्टोबरदेखि डिसेम्बरको बिचमा अब त्यस्तो कुनै त्यति टाइममा त्यति भएन कि तिहारमा टिका लगाउने दाइ भाइ भन्ने कसैसँग केही कुरै भएन। ओके। जब यो एलिगेसन लाग्यो तिमीले त मजाककै रूपमा यसले पहिले पनि धम्काउँथ्यो, अब पनि भन्ने हिसाबले सिरियसली लिएनौ भनौ तिमीले, कि गर्छ भन्ने थाहा थियो, यस्तो गर्न सक्छ यसले गर्छ भन्ने थाहा थियो कि के थियो? खोइ अब म नि फ्रस्ट्रेट भइसकेको थिएँ। पहिल्यैदेखि धम्की दिन्थे, त्यति अलिअलि त लाग्थ्यो केही गर्छ कि भन्ने, गर्थ्यो भन्ने, तर त्यति सिरियस जाला त्यस्तो होला भन्ने थाहा थिएन के। केही गरे पनि मसँग प्रुफहरू छँदैछन्, सबै देखाइदिउँला, रिलेसनसिपमा थियौँ यस्तो उस्तो भन्ने हिसाबले मैले ल ठिकै छ बोलायो नि उनीहरूलाई देखाइदिउँला भन्ने भयो, पुलिसहरूलाई प्रुफ देखाइदिउँला।
त्यही टाइममा छोड्लान् भन्ने टाइपको भयो के मलाई त्यसरी सोच्यौ तिमीले सिधा हिसाबले। सिधा हिसाब। ओके, अनि जस्तै यो अर्को केसमा फेरि अहिले सामाजिक सञ्जालमा त्यतिखेर सबैले भिडियो बनाएर धेरै देश विदेशमा भनौँ न धेरै चर्चाको विषय भएको थियो। अनि यो एचआइभी एड्स पोजिटिभ देखियो भन्ने हल्ला पनि थियो। के हो त्यो? त्यो चाहिँ तिमीलाई एचआइभी एड्स छ त? त्यो सबै कुरा उसको स्टेटमेन्टमा भनेको एक एक कुरा भ्रम फैलाएको हो कि त्यस्तो केही छैन। मलाई त्यस्तो केही लक्षण नि देखेको छैन, केही नर्मली केही नि छैन। अनि 2 दिनमा एचआइभी एड्स देखिने कुरा हुन्न नि त। 25 डिसेम्बरमा त्यस्तो भयो, जो हामी 2 महिना अगाडि मात्रै भेटेको, भेट्न पनि। अनि नर्मली त्यो देखिन, फिजिकल कन्ट्याक्ट भएको टाइमपछि देखिन 4 देखि 5 महिना त्यस्तो लाग्छ भन्छन्। जस्तै यो भयो घटनाको परिदृश्य के भएको थियो, कसरी भयो हैन। जस्तै एउटा हामी सबै मान्छेले सोच्ने दिमागमा राख्ने कुरा चाहिँ उसलाई तिमीलाई त्यस्तो एलिगेसन लगाउँदा उसको उपलब्धि चाहिँ के छ? उसलाई के प्राप्ति हुनको लागि चाहिँ यसो गर्यो होला जस्तो लाग्छ तिमीलाई? उसले सकेसम्म फाइदा लिन खोजी त्यहाँबाट, जुन तरिकाले हुन्छ फाइदा लिने हिसाबले। उसको मेन इन्टेन्सन चाहिँ मलाई केस लगाएर ब्ल्याकमेल गरेर केस फिर्ता लिने भन्ने ब्ल्याकमेल गरेर मेरो फ्यामिलीबाट पैसा लिने रहेछ के। मेरो फ्यामिलीबाट मात्र नभई 3 जनालाई फसायो भने 3 जनाकै फ्यामिलीबाट पैसा लिन सकियोस् भन्ने, उस बढी पैसा आउँछ भन्ने। मिडियाबाट त तिमीले 2 करोड कतिको अफर गरेछ भन्ने पनि कुरा आएको थियो नि त त्यतिखेर त। त्यो त अब हेर्नुहोस्, मेरो 2 करोडको सम्पत्ति भएको भए म क्यानाडा आएर यस्तो काम गर्नुपर्ने त्यस्तो केही थिएन के। 2 करोडको मेरो पुरै प्रोपर्टी जोडेर नि 2 करोड पुग्दैन। प्लस अनि 2 करोड मैले केका लागि दिन्थेँ र, जब केही गल्ती नै गरेको थिएन। त्यो अब मिडियामा आएर यस्तो उस्तो भन्यो भन्दैमा सबै मान्छेहरू त्यो कुरालाई साँचो सोचेर लिए त अब त्यसमा मेरो भन्नु केही छैन, कुनै प्रमाणको अभाव। तिमीलाई कस्तो फिल भएको थियो त्यतिखेर चाहिँ? सबै मान्छेले तिमीलाई नै राक्षस सोचिरहेथे र त्यो जो बहिनी भनौँ, जो केटी थियो उसलाई चाहिँ सबैले न्याय दिलाउनलाई एकरो रूपमा लागिरहेथे, तिमीलाई राक्षस बनाइरहेथे। त्यतिखेरको तिम्रो फिलिङ्स के थियो? के भन्छौ त्यसको बारेमा? म पहिलो कुरा त अरेस्ट भएपछि 40 दिनभित्रै बसेँ। मसँग सोसल मिडिया यताउतिको कुनै एक्सेस नै थिएन। तिमीलाई थाहै भएन त्यो कुरा थाहा त भयो, मेरो लोयरको थ्रु अलिअलि न्युज आइरहेको थियो। त्यही भित्र अलगै टेन्सन उस्तै चलेको हुन्थ्यो, उता सर्भाइभ गर्न नै गाह्रो पर्थ्यो। भित्र अरू नै कुराहरूले मेन्टल स्ट्रेस त अलग छँदैछ, फ्रिडम भएन। प्लस आफूमाथि यस्तो एलिगेसन लागेको छ, घरका मान्छेको हालत के होला, के सोचिरहेको होला भन्ने अलग टेन्सन हुन्छ। अनि आफ्नो दिमाग नै काम नगरे जस्तो के, मैले केही सोच्नै नसकिरहेको जस्तो फिल हुन्थ्यो। त्यतिखेर दिमाग नै ब्ल्याङ्क, के गर्ने कसो गर्ने त्यो केही दिमागमै आउँदैन, केही हुन्थेन। म जब फेब्रुअरी 6 मा मात्रै मेरो एकजना गाउँले मान्छेले नै मलाई स्युरिटी दिएर बल्ल तल्ल बेल पाएको। त्यो पछि आएर मेरो फ्यामिलीले अनि बल्ल यस्तो यस्तो भएको छ, यो न्युजहरू आएको छ भन्ने देखाए। अनि त्यहाँ देख्दाखेरि त कसैले मलाई जिउँदै जलाउनु पर्थ्यो भनेको थिए, कसैले मलाई फाँसी दिनुपर्छ भनेको थिए। आई डोन्ट नो उनीहरूले के बेसिसको आधारमा त्यस्तो भने, के प्रुफ देखे, अनि कसरी रेप भएकै हो भनेर आफ्नै आँखाले देखे जस्तो कसरी भन्न सके त्यस्तो, त्यो मलाई थाहा भएन के आधारमा भने। अब मान्छेहरूले सबै हाम्रो समुदायमा कसैलाई के एलिगेसन लागेपछि न्यायाधीश भएर सिधै फैसला नै सुनाउने चलन छ। अब त्यसले अर्काको जिन्दगीमा कस्तो असर गर्छ सायद उनीहरूले सोचेनन्, हतारमा के गरे त्यो अर्कै पाटो हो, त्यसलाई पनि डिस्कस गरौँला। तिमी त भित्र बस्यौ 40 दिन, अरू 2 जना साथीहरू के भए? उनीहरू कता गए? उनीहरूको के भयो? उनीहरूको चाहिँ एउटा मात्रै केस, अनि केस पनि केही टाइम अगाडिको हुँदाखेरि उनीहरूलाई चाहिँ छिटै, उनीहरूको चार्जेस नि कम थिए। मेरो एग्नेस्ट 60 वटा चार्जेस थिए, 2टा सेक्सुअल एसल्ट अनि बाँकी अरू थेफ्ट अन्डर अनि अरू लगाएर। उनीहरूको एग्नेस्ट 2टा र 3टा चार्जेसहरू थिए सायद। भनेपछि उनीहरूलाई छिटै बेल दियो, छिटै निस्के उनीहरू। अनि उनीहरू साथीहरूको अहिले के छ? उनीहरूले पनि सफाई पाएर उनीहरू पनि क्लियर भएर बसेका छन् कि? उनीहरू सबैले, हामी 3टैले सफाई पाइसक्यौँ। अब कुनै कन्डिसन नि छैन, केही छैन। बस त्यो रेकर्डमा रहन्छ केही टाइमको लागि, किनकि यहाँ सिस्टम नै रहेछ। कुनै कसैलाई पनि चार्ज लागेपछि, एक्युजेसन लागेपछि त्यो केही टाइम रेकर्डमा रहने रहेछ, त्यो चाहिँ रहन्छ सबैको लागि। त्योभन्दा बाहेकको अरू सबै क्लियर भइसक्यो, अरू केही छैन त्यस्तो। तिमीलाई यो घटनाले के कस्तो लाग्छ? जस्तै तिम्रो यो जुन 1.5 वर्षको समय छ, यो 1.5 वर्षको समयमा तिमीले जुन जे भोग्न पर्यो, जुन देख्न पर्यो, जुन अब मान्छेले लगाएको एलिगेसन, मान्छेले भनेको सुन्दा, अहिले आएर ती भिडियोहरू हेर्दा कस्तो फिल हुन्छ भित्र मनमा? चाहिँ
के भन्छौ त्यसलाई? मान्छेलाई तिमीले केही भन्न पर्यो भने के भन्छौ ती सबै भिडियो बनाउने मान्छेहरूलाई? पहिलो कुरा त धेरै मान्छेहरूलाई थाहा छैन कि धेरै मान्छेहरू सोच्छन् कसैलाई अरेस्ट गर्ने बित्तिकै पुलिसले हतगडी लगाएर लैजाने बित्तिकै ऊ सिधै दोषी प्रमाणित भइसक्यो त्यही भएर लगिरहेको छन् भन्ने सोच्छन्। त्यो धेरै कुराहरूले लिगल म्याटरले यसो रिसर्च गरेर रिसर्च नगर्ने केही नबुझ्ने बस हचुवाको भरमा यही हो भन्ने जस्तो सोच्ने गर्छन्। तर त्यो कुरा चाहिँ कत्तिको पनि साँचो होइन। पुलिसले अरेस्ट गर्दैमा कोही कन्भिक्टेड हुने भन्ने हुन्न। कसैले आरोप लगायो भनेपछि पुलिसले चाहिँ इन्भेस्टिगेसन गर्नको लागि के रहेछ अनि कसैले समाजमा केही हानि नहोस् फेरि या भिक्टिमलाई कुनै हानि नहोस् भनेर त्यसको लागि नि ह्यान्डकफ गरेर उसलाई लग्नुपर्छ के कहीँ नभागोस् आरोपी भनेर केही टाइम लग्नुपर्छ। त्यो पछि बेल हियरिङ हुन्छ। बेल हियरिङमा सबै कुराहरू एसेस गरिन्छ। ऊ रिस्क कति छ उसलाई उसबाट सोसाइटीलाई अनि ऊ क्यानाडाको केसमा ऊ विदेश भाग्न सक्छ कि नै सबै कुराहरू हेरिन्छ। तिमीलाई चाहिँ यो 40 दिनसम्म पनि बेल किन भएन? के कारणले रोक्यो 40 दिनसम्म बेल हुनलाई? पहिलो कुरा चाहिँ मेरो चार्जेसहरू 7वटा थियो। 2टा सेक्सुअल एसल्ट पनि लगाएर प्लस क्यानाडामा डोमेस्टिक भाइलेन्सलाई धेरै नै ठुलो क्राइम मानिन्छ के। एक्युजेसन मात्रै भयो नि कन्भिक्टेड नभइसकेको भयो नि त्यहाँ चान्सेस हुनसक्छ कन्भिक्सन हुने भन्ने सोच्छन्। त्यही भएर यदि आरोपी साँच्चीकै आरोपी हो भने चाहिँ यसलाई छोडेर त्यस्तै सिधै बिना काम छोड्नुहुन्न बिना सिक्युरिटी छोड्नुहुन्न भन्ने हुन्छ। त्यही भएर मलाई एउटा कुनै पिआर भएको या सिटिजनसिप भएको मान्छे सिक्युरिटी खोज भनेर मेरो लोयरले सजेस्ट गरेको थियो। अनि धेरै मान्छेहरूलाई रिच आउट गरे मेरो आफ्नै रिलेटिभ अनि धेरै मान्छेलाई। त्यो न्युज फैलिएको कारणले धेरै मान्छेले मानेनन् किनकि उनीहरूले सोचे कि न्युज फैलिसक्यो यो मान्छे अपराधी नै हो भन्ने सोचे कि आरोप मात्र लागेको हो भन्ने। बेल गर्नलाई सिक्युरिटी मान्छे कोही पनि पाइएन। त्यही मेन रिजन चाहिँ त्यही हो। लामो अनि पछि कसले चाहिँ तिमीलाई सहयोग गर्यो? नेपाली कम्युनिटीहरू कोही थियो सहयोग गर्ने कि तिमी बिल्कुल समाजबाट एक्लो मान्छे भएको थियो त्यतिखेर? त्यो नेपाली कम्युनिटीहरू कोही थिएन त्यसमा। मेरै गाउँको एकजना चिनेको मान्छे थियो। उसले चाहिँ मम्मी दिदी तिनीहरूले रिक्वेस्ट गरेर धेरै उनले चाहिँ अगाडि छ अरे मेरो आइडेन्टिटी नखोल्नु होला म बस्दिन्छु भनेर अगाडि सरे। उनले मलाई पहिल्यैदेखि हेल्प पनि गरेका हुन्। म नाम चाहिँ भन्न चाहन्न किनकि उहाँलाई पनि गाह्रो पर्न सक्छ। त्यही उनले चाहिँ अगाडि आएर सिक्युरिटी बसेर उनको सिक्युरिटीमा फेरि 40 दिनपछि बेल हियरिङ भएर अनि निस्के म फेब्रुअरी 6, 2025 मा। त्यहाँबाट तिमीलाई हियरिङ भएर तिमी बाहिर निस्क्यौ। त्यहाँ पछाडिको कानुनी प्रावधान के थियो? तिमीले के भोग्न पर्यो? के रेस्ट्रिक्सन थियो त्यसमा? तिमीले कुनै कम्युनिटीहरूलाई रिच आउट गर्न खोज्यौ कि खोजेनौ त्यतिखेर? कम्युनिटीहरूबाट कुनै सपोर्ट भयो भएन? के छ त्यतिखेरको? त्यो पछिको प्रावधान चाहिँ मैले मेरो सिक्युरिटी नाइग्रा फल्समा बस्थेँ। त्यही गएर बस्नुपर्ने थियो सिक्युरिटीको नजिकै। यहाँ टोरन्टोमा आउनै मिल्ने थिएन कि किनकि भिक्टिमको सुरक्षाको लागि भनेर। ऊ बेला ऊ झुटो हो भन्ने सबैलाई थाहा थिएन भिक्टिम नै भन्थे। त्यही भएर अनि उतै बसेर उतै बस्नुपर्ने केस सकिन्जेलसम्म। अनि पछि केही चेन्जेसहरू भयो भने पछि अप्लाई गर्नुपर्ने त्यो चेन्जेसहरूको लागि कन्डिसन चेन्ज गर्नको लागि अप्लाई गर्नुपर्ने त्यस्तै कन्डिसन थियो। अनि रह्यो कुरा मैले कसैलाई रिच आउट गरेँ कि नै भनेर मैले भन्दा नि मेरो फ्यामिलीले एनआरएनए अनि सबैतिरका धेरै मान्छेहरूलाई रिच आउट गरे भने हाम्रो कुरा सुनिदेऊ हाम्रो नि पक्ष राख्न देऊ भन्ने एनआरएनएको टिमलाई नै भनेको रे मेरो दिदी तिनीहरूले हाम्रो पक्ष राख्न देऊ मिटिङमा हामीलाई नि आफ्नो कुरा राख्न देऊ भने तर कसैले के राख्ने मौका दिएन। त्यतिखेर के रियाक्सन थियो एनआरएनएको? मलाई जहाँसम्म लाग्छ एनआरएनले भिक्टिम भनिएकी त्यो जुन बहिनी थिइन् केटी थिइन् उनलाई संरक्षण गरिरहेको थियो। संरक्षण इन द सेन्स एनआरएनलाई पनि सायद लाग्यो होला उही नै भिक्टिम हुन्। भिक्टिम भएको हिसाबले त्यतापट्टि अलिकति सबैले समर्थन नेपाली पुरै कम्युनिटीले समर्थन त्यो बहिनीलाई गरिरहेको अवस्था थियो। एनआरएनको प्रतिक्रिया चाहिँ के थियो त्यतिखेर? यस्तो एनआरएनको प्रतिक्रिया भन्दा पनि एनआरएन अन्धभक्त भयो कि एनआरएनका कुनै एकजना म नाम भन्दैन एकजना लेडिज छन् उनको क्लोजको मान्छे त्यो भिक्टिम भएर आफ्नो पर्सनल पहुँचाएर उसलाई हेल्प गरियो भन्ने। किनकि उसको स्टेटमेन्टमा धेरै रेड फ्ल्यागहरू थिए लाइक एचआइभी एड्सदेखि लिएर अनि भाइ टिका लगाएको अनि जाँदाखेरि नै उसले छुँदाखेरि नै बेहोस भयो भनेर प्लस उसले नेपाल ट्युबलाई दिएको स्टेटमेन्ट र नेपाल टचलाई दिएको। नेपाल टच भनेको यहाँ क्यानाडामा बेस्ड हो। नेपाल ट्युब भनेको चाहिँ अस्ट्रेलियामा बेस्ड एउटा मिडिया छ। दुईटैलाई दिएको स्टेटमेन्ट
टोटल्ली डिफ्रेन्ट छ कि फरक फरक छ फरक फरक इन्कन्सिस्टेन्ट छ टोटल्ली भनेपछि एउटामा भनेको छ दारू एउटामा भनेको छ ड्रग्समा के कफीमा दबाई मिलायो अर्कोमा भनेको छ त्यस्तो दारू पिलायो के भनेर त्यस्तै ओके भनेपछि त्यतिखेर नेपाली कम्युनिटी एनआरएनए लगायत जति पनि टोरन्टोमा रहेका नेपाली कम्युनिटीले त्यो रेड फ्ल्यागहरूलाई त्यति धेरै उ गरेनन् र एकरो रूपमा उसलाई सहयोग गरिरहे उसलाई सहयोग गरे प्लस त्यहाँ मिडियाले मेन भूमिका खेल्यो त्यसमा रेड फ्ल्यागहरू हुँदाहुँदै पनि मिडियाले यो घटना भएकै हो अनि कन्भिक्टेड भइसके जस्तो देखायो धेरैले त कन्भिक्टेड भइसके भनेर नै देखायो आरोप लागेको भनेर भनेको धेरै कम मिडियामा देखेँ मैले आरोपी मात्रै हुन् भनेर भनेको भनेपछि सबैले फैसलै सुनाइदिइसकेको थियो त्यतिखेर फैसलै यो रेप भयो घटना भयो अनि उनीहरूलाई अरेस्ट गरियो भनेर त्यति भनेका थिए त्यो अवस्थामा जस्तै तिमीलाई जब बेल भएर तिमी बाहिर आयो तिमीले कसलाई रिच आउट गर्न खोज्यौ कम्युनिटीको कोही मेम्बरहरूसँग रिच आउट गर्न खोज्यौ अथवा कुनै कम्युनिटीसँग रिच आउट गर्न खोज्यौ कि तिमी पर्सनल्ली खोजेनौ म आफू त्यो बेला आफू नै डिप्रेस थिएँ त्यत्रो टाइमदेखि भित्र बसेर अनि प्लस मेरो नयाँ रुम खोज्नेदेखि लिएर नयाँ फोन खोज्दै नै 2-3 दिन लाग्यो नयाँ फोन र सिम कार्ड किन्न नै अनि त्यो पछि केही टाइम फ्यामिलीसँग बोलेँ अनि मैले रमेश बस्नेत भन्ने जसले मेरो फ्यामिलीमा मेरो मम्मीलाई कल गरेर त्यसरी हरेस गरेको थियो त्यो पछि मेरो मम्मीले सुसाइड अटेम्पसम्म गर्नु त्यही अब त्यो सोच्दा पनि मलाई अहिले गाह्रो भएर आउँछ होइन त्यो पछि मैले डाइरेक्टै रमेश बस्नेतलाई चाहिँ रिच आउट गरेँ टिकटकमा केही कुरा गर्नु छ मलाई केही कुराको जस्टिफिकेसन चाहिएको छ भनेर अनि उनले नि सिधै वाट्सएप नम्बर दिएर वाट्सएपमा कलमा आऊ भन्यो वाट्सएपमा मेसेज गर्यो केही मेसेज गर्यो अनि मेरो गल्ती छैन दाइ यो मसँग प्रुफहरू छन् भनेर केही उनलाई प्रुफहरू पठाएँ केटी झुट बोल्दैछ केटीले यो बेला साथी मात्रै हुँ भनेको थियो मैले केटीसँग रिलेसनमा छु भनेर यो फोटोहरू केही त्यस्तो मेसेजहरू पठाएको थिएँ त्यो के आयो त्यताबाट रियाक्सन उसले भन्यो कि होइन यो भएकै हो रेप भएको कल गरेर उसले धेरै नै नचाहिने कुराहरू भन्यो कि कल गरेर त एनिमल जनावर यताउति यस्तो गर्ने कहिले गएर नाइग्रामा गएर डुबेर मर्नुपर्छ सुसाइड गर्नुपर्छ त्यस्तै मलाई प्रोत्साहन मतलब आत्महत्याको लागि हतोत्साहित गर्न खोज्यो उसले उल्टै तिमीलाई अलरेडी तैँले यस्तो गरिस् त माना भइनस् दाना भयो भन्दै अझ त त मर्नुपर्छ भन्ने खालका ऊ पनि आयो व्यक्ति थियो प्लस त्यसले त्यो रमेश बस्नेतले त्यही मेरो कन्डिसनहरू थाहा रहेछ उसलाई केटीसँग कन्ट्याक्ट गर्न डाइरेक्टली इन्डाइरेक्टली मिल्दैन भनेर अनि उसले आएर भन्छ कि म लाइभ छु तिम्रो लागि तिम्रो उसमा बोल्दैछु लाइभमा आऊ भनेर भन्यो त्यहाँ अलरेडी केटी अननाउन नेमले मतलब आफ्नो नेम चेन्ज गरेर अर्को आइडीबाट आएर केटी अलरेडी त्यही रहेछ कि अनि लाइभमा आएर मैले त्यहाँ जोडिएको भए मैले बेल ब्रिज गरेको प्रमाण हुने के उसँग प्रुफ हुने थियो भनेपछि तिमीलाई जसरी पनि फसाउने चाहिँ इन्टेन्सन राम्रो थियो केटीको जसरी पनि फसाउने भन्ने कुरा थियो केटीको र रमेश बस्नेतको मैले रमेश बस्नेतसँग भनेको थिएँ यो भिडियो छ मसँग मेरो फ्यामिलीलाई किन कल गरेर यस्तो हरेस किन गरिस् भने पहिले चाहिँ उसले मैले गरेकै छैन भने जब मैले यो भिडियो छ भनेर देखाएँ अनि त्यो पछि मलाई फसाउने प्रपञ्च रच्न थाल्यो उसले अनि तिमी जब बेलमा अगाडि 40 दिन पछाडि छुट्यौ त्यहाँ पछाडि के भयो फेरि तिमी भित्र गयौ त्यहाँ पछाडि त्यो उनी रमेश बस्नेत र त्यो केटी दुइटै मिलेर एउटा फेरि प्लान गरेका रहेछन् मलाई फसाउने एउटा चाहिँ मेरो नामको एडिट गरेर मेरै नामको जस्तो देखिने एउटा टिकटक एकाउन्ट खोलेर मेरै नामको पछाडि एउटा ज्यारो थपिएको टिकटक एकाउन्ट खोलेर अनि मेसेजहरू त्यहाँबाट आफूलाई धम्की दिएको मेसेजहरू गरेर त्यो ज्यारो चाहिँ एडिट गरेर इरेज गरेर अनि त्यो प्रुफहरू पुलिसलाई बुझाएको रहेछ के अनि त्यसमाथि रमेश बस्नेतले स्टेटमेन्ट दियो कि मलाई कल गरेर यो केटाले त्यो केटीलाई धम्की दिदेऊ त्यो केटीसँग कुरा गराइदेऊ मेरो भन्ने त्यस्तो स्टेटमेन्ट दियो मैले भने भनेर जब कि मैले त्यो कलको रेकर्डिङ्सहरू राखेको थिएँ त्यो रेकर्डिङहरू मैले पुलिसलाई दिएँ अनि पछि प्रमाणित भयो कि त्यो उसले भनेको जस्तो केही भनेको थिएन रेकर्डिङ अनुसार मैले चाहिँ बस भनेको थिएँ मेरो मम्मीलाई किन कल गरेर त्यस्तो हरेस किन गरिस् मेरो मम्मीको के थियो त्यसमा के राखेको थियो आरोपी भयो नि म हो आरोपी त्यही माथि झन् प्रुफ भइसकेको थिएन कन्भिक्टेड भइसकेको थिएन आरोपी मात्रै थिए मेरो फ्यामिलीसम्म पुग्नुपर्ने के चाहिँ कारण थियो भनेर सोधेको थिएँ कि त्यति मात्र थियो तिमीले यहाँ भोगेको पीडा एउटा ठाउँमा छँदैछ त्यसलाई अब जति चाहेर पनि मेटाउन सकिँदैन जुन पीडा तिमीले भोग्यौ त्यो
अर्कै छ। अब त्यसलाई मैले शब्द जानिनँ। नेपालमा चाहिँ तिम्रो परिवारले के भोग्न पर्यो? अब के भनौँ, नेपालको कुरा त अब उनीहरूलाई पहिलो कुरा सोच्नुहोस्, त्यस्तो रेपको केसमा आफ्नो छोरा जेलमा छ, आफ्नो भाइ जेलमा छ भन्दा सुन्दा नै कस्तो छाँगाबाट खस्यो जस्तो भयो होला। डिसेन्ट फ्यामिली थियो मेरो, मैले पहिलेदेखि +2 देखि नै स्कलरसिप पाएर एक पैसा यो खर्च गरेन क्या फ्यामिलीको। राम्रैसँग स्कलरसिप पाएर +2 पढेँ, अनि स्कलरसिपमै ब्याचलर पढेँ, अनि त्यो पछि मास्टर्सको लागि आइआइटी रुड्कीमा स्कलरसिप पाएको थिएँ, प्लस स्टाइपेन्ड, फुल स्कलरसिप एक पैसा नतिरी उल्टै त्यो एमएसएले मलाई 25,000 आइसी महिनाको दिएर स्कलरसिपमा पढिरहेको थिएँ। त्यही माथि क्यानाडाको भिसा लाग्यो, अनि म त्यहाँ 1 सेमिस्टर पढेर अनि सिधै यता आएँ कि। अनि त्यस्तो नाम चलेको म माथि प्राउड फिल गर्थेँ क्या फ्यामिलीले। अनि एक्कासी त्यो पछि आएर त्यस्तो न्युज सुन्दा तपाईँ आफै सोच्नु कस्तो फिल भएको होला। अनि फ्यामिलीको सपोर्ट चाहिँ कस्तो थियो तिमीलाई? फ्यामिलीहरूले पनि होइन तिमी निर्दोष छौ, हामी तिमीसँग साथमा छौँ भन्नु भएको थियो कि उहाँहरू पनि एक टाइममा बहकिनु भएको थियो? उहाँहरूलाई पनि हो कि साँच्चै हो जस्तो लागेको थियो? कस्तो भएको थियो त्यतिखेर? होइन, मेरो फ्यामिलीलाई त राम्रोसँग थाहा थियो म कुन लेभलको मान्छे हो, कस्तो, के गर्न सक्छु के गर्न सक्दिनँ भनेर। त्यही भएर उनीहरूले म माथि अलि पनि शङ्का गरेनन् कि। थाहा थियो मैले त्यो गरेकै होइन भन्ने, उनलाई उस्तै कन्फिडेन्ट थियो क्या उनीहरू। उनले आफ्नो तर्फबाट सक्ने सपोर्ट गरे, यताउति कन्ट्याक्ट गर्ने, कोअर्डिनेसन गर्ने, अनि सिक्युरिटी खोज्नेदेखि लिएर लोयरसँग कुरा गर्ने, प्रमाणहरू जुटाउने सबै कामहरू मेरो फ्यामिलीले नै गरेको मेनली। अनि तिमी अब जब फेरि मैले यतै क्यानाडातिर ल्याएँ, जब दोस्रोचोटि तिमी गयो कुन एलिगेसनमा गयो? भित्र पक्राउ गरेर कुन एलिगेसनमा लग्यो? दोस्रोचोटि एउटा चाहिँ ब्रिज भन्छ, बेलको ब्रिज गर्यो भनेर, किनकि त्यो केटीसँग मेसेज गर्यो, कन्ट्याक्ट गर्यो भन्ने एलिगेसन लगाएको थियो उसले। अनि अर्को चाहिँ धम्की दियो, थ्रेटनिङ फर लाइफ भनेर। त्यो दुईटा त्यो भयो। अनि रमेश बस्नेतलाई कन्ट्याक्ट गर्यो भन्यो, कन्ट्याक्ट गरेर उसलाई कन्ट्याक्ट गर्न लगाऊ भन्ने अर्को ब्रिजको भयो, सेकेन्ड ब्रिज। अनि रमेश बस्नेतलाई प्लस कन्ट्याक्ट गरेर उसलाई धम्की दिन लगाऊ यस्तो यस्तो भनेर अर्को थ्रेटनिङ फर लाइफ। त्यो 4वटा एलिगेसन दोस्रो टाइम। भनेपछि 4वटा त्यो एलिगेसन लगाएर तिमीलाई फेरि भित्र थुनाइयो? फेरि भित्र थुनाइयो। त्यो बेला थुनाइयो भन्नाले पनि मलाई कल गरेको थियो, अनि सरेन्डर गर भने मैले आफैले गएर नाइग्राबाट यता टोरन्टो आएर सरेन्डर गरेँ। भनेपछि पुलिसमा आफैले गएर सरेन्डर गर्यो। त्यतिखेर कति बस्नु पर्यो तिमीले भित्र? त्यो टाइममा 6 महिना पुरै बस्नु पर्यो। त्यो 6 महिना पुरै, त्यो टाइम सम्झिन नि चाहन्न। अगस्त 8, फेब्रुअरी 6देखि लिएर अगस्त 8सम्म। अनि त्यसको तिमीले मैले त्यो गरेको होइन भनेर प्रमाणहरू दियौ कि दिएनौ त्यतिखेर? मेरो लोयरले प्रमाणहरू दिँदै गर्दा प्रमाणहरू दिइरहेकै थिए अलिअलि गरेर। एउटा त मेरो धेरै जसो प्रमाणहरू मेरो फोनमा थिए, मेरो फोन नि सिज गर्यो, किनकि उसले भिडियो सिडियोको कुरा नि के भनेको थियो मेरो फोनमा, त्यस्तो छन् भनेर सिज गरेर उसलाई इभिडेन्समा राखियो के। अनि क्यानाडामा केसहरू आजकल धेरै छन् क्या, मेनली टोरन्टोमा क्रिमिनल केसहरू धेरै भएर यताको स्लो छ, सिस्टम धेरै स्लो भइसक्यो। भनेपछि त्यो टाइम लाग्यो त्यो सबै गर्नलाई? त्यो सबै गर्नलाई अनि टाइम लगायो, अनि सबै प्रमाणहरू निकालेर गर्नलाई टाइम लगायो। तिमीलाई लयर चाहिँ तिमीले कहाँबाट खोज्यौ त? को नेपाली नै लयर थियो कि तिम्रो कसरी लयर भेट्टायौ तिमीले? होइन, मेरो लोयर चाहिँ यहाँ क्यानेडियन नै लोयर थियो। त्यहाँ भित्र हामीले गइसकेपछि उनीहरूले लोयर हायर गर्ने, तिमीहरूलाई चान्स छ, तिमी हायर गर्न सक्छौ भनेर सबै कुराहरू बताउँदै रहेछन्। त्यो लिगल मतलब त्यो लिगल एडबाट लयर लियौ? लोयरले त्यो रिड गर्छन् कि तिमीहरूसँग यो राइट छ भनेर रिड गर्छन् उनीहरूले, पुलिसले। अनि त्यो पछि मैले लिगल एडको कन्ट्याक्ट खोजेर लिगल एडकै थ्रु कल गरेर लोयर मेलिनी वेब नामको लोयर भेट्टाएँ, जसको यहाँ वेब बरिस्टार भन्ने अफिस पनि छ। त्यो चाहिँ मैले भाग्यले भेट्टाएको लोयर हो कि। अरू लोयर भेट्टाएको भए, लिगल एड भनेको सरकारी लोयर जस्तै हो यता। अरू लोयर त्यतिको केयर गर्दो रहेनछन्, कलै रिसिभ नगर्ने। म्याक्सिमम् एकचोटि लिगल एडको सर्टिफिकेसन दिनुपर्छ उनीहरूलाई, उनी हाम्रो लोयर अफिसियल्ली रूपमा हायर हुन्छन् कि। अनि त्यो पछि चाहिँ कलै रिसिभ नगर्ने रहेछन् धेरै जस्तो लोयरले। मैले मेलिनी वेब भन्ने चाहिँ भाग्यले भेट्टाएँ, उसले नै धेरै मेन्टली नै धेरै हेल्प गर्यो मलाई भित्र छँदाखेरि। म नत्र अहिलेसम्म मेन्टल रूपमा पुरै पागल जस्तो भइसक्थ्यो होला सायद। त्यस्तो एलिगेसन, त्यसमाथि 6 महिनाको डिटेन्सन टाइम, अनि भित्रको हरेसमेन्ट, अनि एसल्ट, अरू धेरै कुराहरू छँदैछ। किनकि भित्र त्यो जेलभित्रको चाहिँ कस्तो हुँदो रहेछ, के हुँदो रहेछ, एक्सपिरियन्स सेयर गर्न चाहन्छौ त्यसको? जेलभित्रको हामी कैदीहरूलाई चाहिँ डिटेन्सन अफिसरहरूले
केही होइन मान्छे नै होइन भन्ने जस्तो व्यवहार गर्ने रहेछन् के ओके धेरै जसो क्यामेरा हुन्छन् त्यहाँ तर क्यामेरा भएर पनि कसैले क्यामेराको मतलबै गर्दैन क्यामेराको मतलब तब हुन्छ कसैले चार्ज गरोस् कसैले ओ यस्तो भयो भनेर कम्प्लेन गरोस् के तर कम्प्लेन गर्नलाई वातावरण नै रहेनछ कम्प्लेन गर्यो भनेर कसैले कम्प्लेन गर्न खोज्यो भने उसलाई अरू मान्छेहरू जेलभित्र एउटा अर्गनाइजेसन टाइपको हुने रहेछ केही ठुलाबडा बुलिङ मान्छेहरूको उनीहरूले कसैले त्यस्तो कम्प्लेन गर्न खोज्यो भने उसलाई भित्र जिउनलाई त्यस्तो गाह्रो बनाइदिन्छ गाह्रो बनाइदिने रहेछन् कि तिमीले पनि भोग्यौ त्यस्तो धेरै भोग्यो मैले नि एक ठाउँबाट मलाई ट्रान्सफर नि गर्यो एक जेलबाट त्यस्तो मैले पहिले नयाँ नयाँ जाँदा थाहा थिएन त्यस्तो कि मैले अनि कम्प्लेन गर्न खोजेँ त्यहाँ मैले सावरमा जाँदा मतलब नुहाउनलाई एक हप्तासम्म टाइमै दिएन कि पालो नै दिएन एकपछि अर्को गइराख्ने अनि मैले जान खोजेँ पालो नै दिएन कि अनि त्यो पछि मैले सिधै जाँदा म गइसकेपछि नुहाउँदा यो मेरो पालो हो भनेर एकजना अर्को मान्छे आएर अनि सबै मिलेर सावरमा क्यामेरा नि हुन्न त्यही सावरभित्रै एसल्ट नि भयो कुट्यो हस्पिटल नि लग्यो त्यो पछि मैले केस गर्न खोजेँ केस गर्नलाई त्यहाँ यताको डिटेन्सन सेन्टरको डिटेन्सन अफिसरहरू अलगै अनि पुलिस चाहिँ अलगै हुने रहेछ कि उनले सुन्दै नसुन्दा रहेछन् हामीले केस गर्छौँ भन्दा पनि भनेपछि त्योभन्दा केस गरौँ भने बरु भित्रकै मान्छेबाट झन् गाह्रो हुन्छ भनेर चुप्प लाग्ने कुटाइ खायो भने चुप्प लाग्ने बस्ने त्यस्तै रहेछ यताको सिस्टम चाहिँ एकजना मेरै टाइममा एकजना मारियो पनि भित्र है एकजना त्यही इन्डियाको केही नामको थियो न्युजमा पनि आयो होला त्यो कुरा सायद त्यही जुनतिरको कुरा हो कुटेर यार्डमा बास्केटबल यार्डमा क्यामेराकै अगाडि 10-12 जना मिलेर उसको कुटी उसको टाउको नै पुरा पेच्याइदिए के है त्यो हामीले फिल्ममा देखे जस्तो भित्र बुलिङ राम्रै हुन्छ त्यसो भए टोटली फिल्मको जस्तो सबै कुराहरू त्यस्तै हुन्छ झन् सेक्सुअल एसल्ट केस भनेपछि मेनली त्यस्तोहरूलाई जिउनै गाह्रो हुन्छ भित्र अरू मर्डर केस अरू त्यस्तो अरू चोरीको रबरीको केस लागेर आएको मान्छे डन जस्तै हुन्छन् उनीहरू त्यहाँ राज गर्ने राजा भए सान्तिनो केस परेकाहरूलाई चाहिँ हेपेर सान्तिनो भन्नाले मेनली सेक्सुअल एसल्टको केसलाई सबैले हेट गर्छन् के त्यहाँ सबैले गर्दा रहेछन् डिटेन्सन अफिसरदेखि लिएर अरू सबै कैदीहरूले इन्मेटहरूले किनकि त्यो सोध्छन् कि यस्तो एलिगेसन लाग्यो भनेर सोच्दैनन् क्या त्यहाँको नजरिया यहाँका मान्छेको भन्दा बाहिरका मान्छेको भन्दा झन् बढी कट्टर हुन्छ कि उनीहरू चार्ज लाग्यो भने म जस्तै क्रिमिनलहरू हुन् जस्तै सोध्छन् क्या उनीहरू त्यही त धेरै भोग्यो तिमीले यो सबै भोगिरहँदाखेरि तिमीलाई मनमा चाहिँ के आउँथ्यो त्यो भित्र चाहिँ कस्तो हुन्थ्यो के फिल गर्थ्यौ तिमीले त्यतिखेर मैले सोच्थेँ कि मान्छेहरू यो एउटा केटी यो हदसम्म कसरी जान सक्थे आफैले गएकी हो कि कसै अरूले सिकाएर गयो कि कस्तो यस्तो लेभलको मान्छे पनि हुन सक्छन् भन्ने मलाई इमेजिनेसन थिएन के त्यो सोचिरहेको थिएँ अनि कहिलेकाहीँ फ्यामिलीको बारेमा सोचेर भित्रै कहिले आफै रोइरहेको थिएँ त्यो कुराहरू छँदैछन् अनि कहिलेकाहीँ चाहिँ हप्तामा लोयरले चाहिँ 1-2 घन्टा निकालेर आएर म सक्दो ट्राई गरिरहेकै छु टेन्सन नलेऊ राम्रोसँग बस मेन्टल हेल्थको केयर गर भनेर टाइममा सान्त्वना दिइरहेको थिएँ त्यसले नै धेरै हेल्प गरेको मेरो त्यहाँ पछाडि तिमी अर्को 6 महिना बसेपछि त्यहाँबाट निस्क्यौ अनि त्यो पछि चाहिँ अब त्यो रमेश बस्नेतको स्टेटमेन्ट र मेरो कल रेकर्डिङहरू ट्याली गर्यो होइन अनि त्यो पछि उसले रमेश बस्नेतले झुट बोलेको देखियो झुट बोलेको देखेपछि अनि अलि यसमा फिसी छ डाउट छ केसमा भनेर क्राउनले नै बेलको लागि अलि मेरो लोयरलाई गर्यो के एसेस गर्यो त्यहाँ पछाडि तिमीले फेरि बेल पायो त्यहाँबाट तिमी कति बाहिर बस्यौ त्यो पछि म अगस्त 8 देखि लिएर अगस्त 14 सम्म 6 दिन बाहिर बसेँ त्यहाँबाट फेरि भित्र गयो फेरि 6 दिन पछि फेरि त्यस्तै अर्को एउटा फेक एकाउन्ट बनाएर आफैलाई मेसेज गरेर मैले मेसेज गरेको धम्की दिएको भनेर फेरि केस तिमी बाहिर निस्किन थाहा पाउने बित्तिकै फेरि अर्को केस लाग्यो फेरि गइहाल्यो बाहिर निस्केको पनि उसलाई रिलिज अर्डरहरूको कपी दिने रहेछ के कम्प्लेनेन्टलाई अनि थाहा पाउने रिलिज अर्डरको कपी पाउनु उसले टाइम लाग्ने रहेछ 2-3 दिनपछि कपी पाउने बित्तिकै फेरि केस गर्यो अगस्त 12 मा चाहिँ कपी पाएको 14 मा चाहिँ केस त्यस पछाडिको चाहिँ के केस थियो थाहा छ तिमीलाई के केस लाग्यो ब्रिज भन्यो अनि धम्की दिएको प्लस ब्रिज दुईटा उसँग कन्ट्याक्ट गर्नु भनेको कन्ट्याक्ट नगर्ने कन्डिसन थियो उसले कन्ट्याक्ट गर्यो भनेर ब्रिजको चार्ज लाग्यो अनि प्लस ज्यान मार्ने धम्की दियो भनेर
थ्रेटनिङ फर लाइफ फेरिभित्र फेरि तेस्रो चोटि कति बस्यौ तिमी भित्र? तेस्रोचोटि 5 दिन जति बस्यो किनकि क्राउनलाई अलि डाउट भइसकेको थियो प्याटर्निङ छ सेम टाइपको चार्ज छ अनि यो मान्छेले यति त नगर्नुपर्ने सोच्यो होला नि त क्राउनले पनि अब बाहिर निस्किने बित्तिकै फेरि धम्की दिइरहेछ त्यो त जसलाई नि डाउट लागिहाल्छ नि त अनि त्यही भएर 5 दिनपछि चाहिँ लोयरले सबै प्याकेजहरू बेल प्याकेजहरू बनाउन टाइम लाग्यो अनि फेरि बेल दियो 5 दिनपछि फेरि बेल दियो त्यहाँ पछाडि चाहिँ केही अरू एलिगेसनहरू आयो कि आएन? त्यहाँपछि फेरि चौथो चोटि गयो चौथो चोटि पनि गयो? चौथो चोटि सेप्टेम्बर 1 मा त्यही एलिगेसन त्यही सेम एलिगेसन सेम स्क्रिनसट बनायो सेम गरेर अब चाहिँ क्राउनलाई अति नै भइसकेको थियो यो हुँदै होइन भनेर त्यही दिन क्राउन भनेको जज? क्राउन भनेको जज होइन यता उसको लोयर जस्तै हुन्छ कि गभर्नमेन्ट लोयर तर उसको कम्प्लेनेन्टको पक्षबाट लड्नेवाला। ए ओके उसले कम्प्लेनेन्टको पक्षबाट भन्दा नि सरकारको पक्षबाट लड्छ। ओके अनि को सही हो को गलत हो त्यो हेरेर चाहिँ अनि उसको आफ्नै उसकै तर्फबाट लड्नेलाई शङ्का लागिसकेपछि चाहिँ ऊ आफैले अनि खासमा गभर्नमेन्ट अफिसियल हो गभर्नमेन्ट कर्मचारी हो उसको पक्षबाट भन्दा नि तर उसलाई दिएको भयो न्यायको लागि भनेर ऊ न्यायको पक्षमा लड्ने हो उसको पक्षमा भन्दा पनि। ए ओके तर उसको ऊ भिक्टिम भएको भए उसको पक्षमा लड्ने हो होइन भने पनि कसले सही गलत छुट्याउने मान्छे मेन भनेको। अनि उसले के गर्यो त्यो चौथो चोटि चाहिँ के भयो? चौथो चोटि चाहिँ अब यस्तो अति नै भयो भनेर त्यही दिन जुन दिन मलाई अरेस्ट गर्यो थियो पुलिस स्टेसनबाटै त्यही दिन 4-5 घण्टामा बेलको लागि दायर गरेर बेलमा छुटाइदियो त्यही दिन छुटाइदियो। त्यहाँ पछाडि फेरि गयो भित्र कि गएनौ? त्यो पछाडि चाहिँ अब उसलाई थाहा भइहाल्यो नि त अब केही केस गरेर पनि केही हुनेवाला छैन उल्टै भनेर त्यो पछि चाहिँ केस गरेन। त्यो पछाडि चाहिँ केस गरेन अनि तिमी बाहिरै बस्यौ। अनि यो केस चाहिँ कहिले सकियो त? यसको के भएर टुङ्ग्यो यो केस? केस चाहिँ त्यो पछाडि फेब्रुअरी मार्चतिर 2026 मार्चतिर सक्यो। अस्ति भर्खरै अस्ति त्यो टाइममा थाहा पायो कि उसले दिएको धेरै स्टेटमेन्टहरू झुटो थिए कुनै कुराहरू मिलिरहेको छैन। मेरो 14 डिसेम्बरको कलेजको अटेन्डेन्स थियो उसले भनेकै टाइममा 10 बजे भनेको थियो मेरो 8 बजेदेखि म 8 बजेदेखि त्यो 2 बजेसम्म कलेजमै थिएँ कि कलेजको प्रोफेसरले सरमत कैनी भन्ने प्रोफेसर थियो उसले अटेन्डेन्सको सिटहरू नै पुरै पठाइदियो मेरो लोयरलाई। लोयरले त्यो पुलिसलाई पठाएपछि त्यसलाई एलएनबी एभिडेन्स भन्छन् के एक मान्छे कुनै बेला यो ठाउँमा नि छ भने त्यो मान्छेले क्राइम गर्न सक्दैन भन्ने हुन्छ। त्यो एलएनबी जे एलिगेसन लागेको छ त्यो समयमा त यो मान्छे अर्कै ठाउँमा छ त्यो एलएनबी एभिडेन्स भन्छ त्यो भयो। अनि त्यहाँ पछाडि चाहिँ के भयो? त्यहाँपछि कोर्टले तिमीलाई रिलिज गर्दियो त्यो दोषी छैन भनेर? अनि एउटा अर्को सेकेन्ड टाइम केस गर्दा जुन एलिगेसन लागेको थियो नि त उसले जुन फेक स्क्रिनसट बनाएको थियो त्यसले मैले डिस्क्लोजर प्याकेजमा त्यो सबै इन्क्लुड हुन्छ अनि त्यो मलाई प्रोभाइड गरिएको हुन्छ अनि त्यो मैले गएर हेर्दा भित्र त्यसमा देखेँ कि मेरो युजर नेम अर्कै छ उसको खोलेको तर त्यसलाई एडिट गरेर मेरो युजर नेम बनाइएको छ। पछि पत्ता लगाए अलि जुम गर्दाखेरि मैले पत्ता लगाएर आफैले पुलिसलाई त्यो पठाएँ यस्तो छ भनेर अनि उनीहरूले चाहिँ त्यो यस्तो रहेछ भनेर प्रमाणित नै गरे। एउटा मान्छे अर्को मान्छेलाई फसाउनलाई यतिसम्म गर्छन् भन्ने सायद नर्मल कसैले पनि सोच्दैन हैन। नर्मल मान्छेको दिमागमा आउने भनेको पक्कै पनि केही न केही भकै होला यसले केही गर्यो नै होला भन्ने हुन्छ। तर तिम्रो जुन कुरा सुनिसकेपछि मान्छेले यत्रो धेरै पनि गर्न सक्छन् भन्ने खालको जिज्ञासा सबैलाई आउन स्वाभाविकै हो हैन। तिमीले जब सफाई पायौ सफाई पाइसकेपछि तिमीले भोगेका यत्र दुःख कष्ट मानसिक तनाव तिम्रो पारिवारिक तनावदेखि लिएर मम्मीले सुसाइड एटेम्पसम्म गर्नुभयो त्यो सम्झिँदा त अब क्षमा गर्ने ठाउँ कहीँ छ जस्तो मलाई लाग्दैन। यो क्षमाको त कुरा नै आउँदैन कि यस्तो कसैले मसँग गर्न सक्छ भने अरू मान्छेहरूसँग त्यही प्याटर्न फेरि रिपिट गर्न सक्छ के। मलाई केस गर्नुको पछाडि मेन इन्टेन्सन चाहिँ उसको पैसा खाने रहेछ। मेरो घरमा कल गरेर पैसा मागेको कलको रेकर्डिङ शुद्ध छ मसँग के। भनेपछि उसले तिमीलाई तिम्रो घरमा फोन गरेर पैसा मागेको रेकर्डिङ छ? पैसा देऊ म केस फिर्ता लिन्छु। कति पैसा मागेर? त्यो मेरो कलेज फी दिने जति पैसा देऊ भनेर भनेको थियो उसले। त्यो 6-7 लाख कति हुन्छ भनेको उसको कलेज फी तिर्दिनु पर्यो त्यो भएपछि उसले केस फिर्ता लिने। अनि उसले भने हरिसँग त पैसा नहोला भनेर भन्दाखेरि होइन छ उसँग पैसा मैले देखेको भने मेरो एकाउन्टमा पुरै उसले मोनिटरिङ गरेर आएको रहेछ कि। उसले मैले केही टाइम अगाडि उसको पे आएको उताबाट पैसा दिनु थियो त्यो पैसा आएको थियो उसँग पैसा छ भन्ने
उसलाई मतलब थाहा त्यो थियो प्री प्लान रहेछ के यो भनेपछि उसले यो सबै उसलाई पनि यति धेरै जान्छ जस्तो लागेको थिएन उसले पनि नर्मल्ली पैसा निकाल्छु सकिहाल्छ भन्ने खालको मनसाय देखियो त्यस्तै रहेछ नेपालबाट त्यस्तै पहिलेदेखि त्यस्तै गरेर आएको रहेछ मैले पछि अलिअलि हल्ला सुन्दाखेरि त्यो थाहा पाएँ नेपालमा एकजना कुन ट्राफिक पुलिसलाई नि यस्तै केस गरेर उसको नि पैसा खाएर त्यही पैसा युज गरेर क्यानाडा आएको भन्ने तिमीले एलिगेसन लगाइरहेछौ त्यसमा छौ नि तिमी त्यो एलिगेसन लगाइरहेको छु भन्नाले एकजना उसकै नजिकको मान्छेले भनेको म त्यो कुरा प्रमाण गर्न सकिन्न तर त्यो चाहिँ प्रमाण चाहिँ छैन तर सुनेको तिमीले सुनेको भरमा तर यस्तो नेचर रहेछ भनेर त्यो पछिको कुरा चाहिँ थाहा छ मलाई त्यो पछि एकजना अर्कोलाई पनि धम्की दिएको रहेछ एकजना क्यानाडामा कि नेपालमा म पछिको क्यानाडामै धम्की दिएको फेरि स्काबकमा बस्ने एकजना भाइ छ त्यसको चाहिँ प्रमाणहरू पनि छन् मान्छेहरू उसको पनि प्याटर्न तिम्रै जस्तो सुरुमा सम्बन्धमा बसेर उ गर्ने कि सम्बन्धमा बसेर सँगै रात बिताएर अनि फेरि उससँग नि अलि झगडा पर्दाखेरि म पुलिस केस गरिदिन्छु पुलिस बोलाइदिन्छु भनेर धम्की दिएको रहेछ क्या तर त्यो भाइले कता कताबाट मेरो केसको बारेमा थाहा पाएर उसले चाहिँ अगाडि यो केटीले यसरी ब्ल्याकमेल गरिरहेको छ भनेर उसले सुरुमा दिएछ त्यही भएर त्यो भाइ बचेको रहेछ कि बच्यो अनि पुलिस आएर उसलाई खोइ केही गर्दा रहेछन् उसलाई बस माफी माग्न लगाएर छोडियो ओके अब जस्तै यो सबै उ गर्दा छोरी मान्छेले यो गलत उ गरेर तिमीलाई इन्टेन्सनली यत्रो दुःख दिएको कुरामा केही कारबाहीको केही त्यस्तो केही रहेछ कि रहेनछ केही बुझाएको छौ त्यसमा कारबाही त हुन्थ्यो होला यता पब्लिक रिसोर्सहरू कोर्टको रिसोर्स पुलिसको टाइम सबैको टाइम वेस्ट गर्यो प्लस मलाई मेन्टल्ली अनि फिजिकल्ली यति स्ट्रेस दियो यति तनाव दियो कारबाही त पक्कै पनि हुन्थ्यो यदि त्यो केटी यता भएको भए अहिले पुलिसले उसलाई खोजि नै रहेछन् पब्लिक मिसचिफको चार्ज छ उसको एग्नेस्ट अहिले यहाँ उसलाई चार्ज लागेको छ क्यानाडामा चार्ज लागेको छ पब्लिक मिसचिफको अनि उसलाई खोजिरहेको पनि छन् पुलिसले भनेपछि ऊ क्यानाडामा आउने बित्तिकै पक्राउ पर्छ क्यानाडामा आउने बित्तिकै त्यो त एयरपोर्टबाटै समातिन्छ तर ऊ अहिले नेपाल गयो मसँग भएको प्रमाण अनुसार मैले गरेको रिसर्च अनुसार ऊ चाहिँ नेपाल भागिसके नेपाल भाग्नमा पनि एनआरएनएको एउटा लेडिजको हात छ नाम नभन मैले पहुँच लगाएर एम्बेसीबाट त्यो वान वे ट्राभल डकुमेन्ट बनाएर उसलाई नेपाल पठाएको रहेछ कि ओके तिमीले फेरि अर्को एलिगेसन लगाउँदैछौ त्यसको लागि चाहिँ मसँग सबै प्रमाणहरू पनि छन् त्यसमा तिमी रेडी छौ त्यसमा चाहिँ म रेडी छु कसैले लड्न आयो भने चाहिँ त्यो एलिगेसन होइन त्यो सत्य तथ्य कुरा नै हो भनेपछि त्यसमा तिमी आफूले प्रमाण बोकेर बसेका छौ प्रमाण बोकेर बसेको छु जस्तै तिमी आफै एलिगेसनमा यत्रो दुःख पाएको मान्छे तिमीलाई सबै थाहा छ फेरि तिमी नै अरू कसैलाई एलिगेसन लगाइरहेछौ नि त त्यो भएर मैले तिमीलाई अलिकति तिमीले जतिको पीडा अरू कसले बुझ्छ र भन्ने हिसाबले तिमीलाई वार्न गरिरहेको छु त्यो त थाहा छ म एलिगेसन लगाउनुको पछिको कस्तो एलिगेसन लगाउनलाई कति सत्य छ त्यो कुरा त्यो बुझेरै बोलिरहेको छु कि कति विश्वास गर्नु लायक कुरा छ अलि नै रेड फ्ल्याग छैन कि त्यहाँ म आफैसँग प्रमाण छ त्यही भएर एलिगेसन लगाइरहेको छु कि ठिक छ भनेपछि नेपाली कम्युनिटीलाई अहिले तिमीले कसैलाई रिच आउट गरेका छौ नेपाली कम्युनिटीमा कुनै कम्युनिटीबाट तिमीलाई हेल्प अथवा मेन्टल जुन यो प्रेसर तिमीले धान्न पर्यो जस्तै मेन्टल हेल्थ सम्बन्धी काहीँ केही सरसहयोगहरू कुनै कम्युनिटीबाट काहीँ कसैले अप्रोच केही गराएको छ तिमीलाई मेनली त पहिल्यैदेखि लिएर मेरो लोयरले हर सक्दो सहयोग गरेको मेलिनी वेब भन्ने लोयरले उसले अनि सेकेन्ड भन्ने त्यो भोजराज भट्ट यता भोज ल अफिस छ उनको नेपाली मान्छे नै हुन् उनले मेरो एक्युजेसनकै भरमा मलाई जज नगरेर मेरो इमिग्रेसनको पाटोहरू सबै हेर्दै हुन् उनले किनकि यत्रो टाइम केस लागेपछि चार्ज लागेपछि इमिग्रेसनमा धेरै नै धक्का पुग्छ उनले नै सबै हेर्दै एक पैसा नलिएर सबै कामहरू उनले नै गरिदिएका हुन् अनि त्यो पछि आफ्नो साथीहरू केही एक दुईजना साथी थिए उनले सक्दो हेल्प गरे अनि अहिले रिच आउट गर्दाखेरि एकजना कुन भाइले रहेछ पोस्ट गरेको मेरो बिहाफमा मैले चाहिँ एक दुईजना मिडिया कर्मीलाई मैले त्यो पोस्टको लागि गरिदिनको लागि आग्रह गरेको थिएँ तर थाहा भएन त्यो भाइले कहाँदेखि त्यो पोस्टहरू त्यो डिटेलहरू पाएछ कुनै मिडिया कर्मीबाट पाएको हुनसक्छ अनि त्यो कुन क्यानाडा भन्ने क्यानाडाको एउटा ग्रुपमा हालेको रहेछ कि जोर्नी फर क्यानेडियन भिसा भन्ने त्यो मैले नि पढेँ अनि रिच आउट गर्दा मैले यताउति बुझ्दा मैले थाहा पाइनँ कसले पोस्ट गरेको रहेछ भन्ने कुरा चाहिँ अनि त्यो चाहिँ स्टोरी चाहिँ ट्रु नै हो तर त्यसमा केही नाम मेन्सन गरेको थियो नाम चाहिँ मेन्सन नगरेको भयो भने अरू सब कुरा चाहिँ डिटेल ठिकै थियो उसरी
त्यही होइन बुझेँ। नाम लगाएर कसैलाई एलिगेसन गर्नु उचित होइन भन्छु म पनि, किनभने तिमी आफै एलिगेसनको यत्रो पीडामा बसेको छौ, एलिगेसनले तिम्रो जिन्दगी नै तहस नहस बनायो होइन। त्यसमा लगाइएका आरोपहरू मात्रै होइन कि फ्याक्ट कुराहरू हुन्, प्रमाणसहितको, तर नाम चाहिँ नलिनुपर्ने थियो, नाम त्यति नाम भन्दै। सकभर कसैलाई बिना, अब जस्तै कस्तो हुँदो रहेछ नेपाली कम्युनिटीमा भने पनि, नेपाली कम्युनिटीको तर्फबाट अलिकति बोलेँ, कोहीले म पीडित हो भन्दै सहयोग माग्न आउँछ भने काहीँ न काहीँ सहानुभूति जानु त्यो नर्मल मान्छु म। तर विभिन्न बिचबिचमा रेड फ्ल्यागहरू आउँदै गर्दा पनि एकहोरो सहयोगै गरिरहन्छ भने चाहिँ त्यो चाहिँ गलत हो फेरि। रेड फ्ल्यागहरू भन्नाले पनि त्यहाँ उसको क्यारेक्टरमाथि क्वेसन उठाउने धेरै मान्छे थियो कि। एउटा उसलाई नै हेल्प गर्ने एउटा बहिनीले भनेको थियो, सिसिटिभी फुटेज छ, उसले केटाहरू दिनदिनै चेन्ज गरेर फेरेर रुममा ल्याएर आउने त्यस्तो गर्थे भनेर उसले नै ग्रुपमा आएर त्यत्रो भनिसकेपछि त अलि ऊमाथि डाउट गर्नुपर्ने, बुझ्नुपर्ने। अनि हामी कहाँ छौँ, के अवस्थामा छौँ, के भइरहेछ, के कसैले जान्न बुझ्न खोजेन के। तिमीहरू चाहिँ बिल्कुल संसारबाट अलग भए जस्तो फिल गरायो सबैले। फिल गरायो उनले। एकचोटि पब्लिसिटीको लागि धेरै मान्छेले, मिडिया पर्सनले पोस्ट गरे, एनआरएनएले त्यस्तो उसलाई हेल्प गरे जस्तो गर्यो, हामीले हेल्प गऱ्यौँ भनेर मिडियामा आएर देखायो, यति पैसा दियौँ, यस्तो फाइनेन्सियल हेल्प गऱ्यौँ, यस्तो उस्तो गऱ्यौँ भनेर। तर त्यो पछि यसको अपडेट के छ, स्ट्याटस के छ, यो मान्छे कहाँ छ, यसले न्याय पायो कि नै, यो केटीको के छ अवस्था, कसैले बुझ्ने कोसिस गरेनन् के। कोसिसै गरेन। त्यो मलाई लाग्यो एनआरएनले आफू काम गर्दैछु भनेर देखाउनु मात्रै खोज्छ कि। पछिसम्म अपडेट लिने, के भइरहेछ, न्याय पायो कि नै भनेर बुझ्ने काम गरेर सही तरिकाले कहिले गरेको जस्तो लागेन मलाई। हो भनेपछि एनआरएनसँग त्यति धेरै आशा राखेनौ तिमीले? एनआरएनसँग त मैले कहिले आशै राखेको छैन। उनीहरूले मेरो एग्नेस्टमा नगए नि धेरै थियो कि। त्यो अपराधीलाई भगाउनुमा त्यति आफ्नो पर्सनल इन्फ्लुएन्स युज गरेर अपराधीलाई नभगाइदिएको भए नि अहिले म न्याय पाउँथेँ होला सायद। भनेपछि अपराधी भगाउन चाहिँ एनआरएनकै हात छ त? ढुक्क छौ तिमी त्यसमा? त्यसमा ढुक्क छु म। एनआरएनकै हात छ। एनआरएनको एउटा लेडिज म नाम भन्न चाहन्न, पहिलेको कमिटीमा थिए, अहिले चाहिँ छैन, उसकै हात छ कि। त्यसमा तिमी पक्का छौ? त्यसमा म पक्का छु। ठिक छ, यत्रो धेरै तिमीसँग गफ गरियो, तिम्रो नर्मल कुराहरू सुन्यौँ, जहाँसम्म अब सबैजनाले सुन्नु पनि हुन्छ, तिमीलाई न्याय मिलोस् चाँडै। यसको प्रक्रिया के रहेछ? केटी नेपाल भागे पनि नेपालमा केटीलाई पक्र्न सक्ने अथवा नेपालमा न्यायको कठघरामा ल्याउने केही उपाय छ? केही बुझेका छौ त्यसमा? त्यो म अलिअलि बुझेको छु, तर टोटल्ली रूपमा बुझ्नलाई त कुनै नेपाली लोयरसँग बुझ्नुपर्छ। म रिच आउट गरिरहेको छु। एकजना चिनेकै लोयरसँग बुझ्दा चाहिँ पावर अफ एटर्नी निकालेर यताबाट कुनै लोयरलाई रिप्रेजेन्ट गर्नलाई लगाएर नेपालमा उसलाई केस लड्न लगाउनु पर्छ अरे। अनि त्यो पछि केस लडेर चाहिँ अनि त्यहाँबाट के प्रमाणित हुन्छ त्यही अनुसार उसको एगेन्स्ट एक्सन लिन्छ भन्ने छ। त्यसमा के गर्छ? अगाडि जाने सोच छ कि के गर्ने सोच छ? अब यत्रो दुःख दिएको छ त्यसको लागि अनि अरूलाई नि दुःख दिन नसकोस्, अरूले नि जनचेतना पाओस्, यस्तो गर्दा हामीले पनिसमेन्ट पाउने रहेछौँ भनेर कसैलाई सन्देश दिन भयो नि, त्यसको लागि अगाडि बढ्नै पर्छ। जस्तै हामी नेपाली कम्युनिटी जो टोरन्टोमा छौँ, हामीले चाहेर नचाहेर, डाइरेक्टली इन्डाइरेक्टली अथवा थाहा भएर थाहा नभएर जुन कम्युनिटीका कारणले तिमीलाई यति धेरै दुःख दियौँ भन्छु म चाहिँ, हामी पनि जिम्मेवार छौँ त्यसमा, काहीँ न काहीँ जानी अनजानी, डाइरेक्टली इन्डाइरेक्टली। अब बितेको कुरा त बिते, कम्युनिटीले के गरिदियो भने चाहिँ तिमीलाई अलिकति सान्त्वना हुन्छ, अथवा कम्युनिटीबाट कस्तो खालको साथ सहयोग चाहिँ तिमीलाई चाहिन्छ अहिले? के भयो भने चाहिँ तिमीलाई अलिकति तिम्रो घाउमा मलम लाग्छ जस्तो लाग्छ तिमीलाई? यस्तो मलाई साथ सहयोग भन्नाले पनि अहिलेसम्म जसले मलाई कोर्टको फैसला नआए, कसैको स्टेटमेन्टकै भरमा, कसैले मिडियामा भनेकै भरमा, कुनै प्रमाण बिना अनि त्यस्तै मलाई जज गरेका थिए, यो क्रिमिनल नै हो, रेपिस्ट नै हो भनेर, तिनीहरूले आफ्नो गल्ती फिल गरून्। अबदेखि कसैलाई त्यस्तरी कोर्टमा चलिरहेको विचाराधीन मुद्दामा पहिले नै जज नगरून्। त्यस्तरी मिडियामा आएर यसलाई फाँसी दिनुपर्छ, यसलाई जिउँदै जलाउनुपर्छ भनेर नभनुन्, किनकि त्यसले मलाई धेरै नै मेन्टली ह्याम्पर गरेको छ। एक एक कमेन्ट पढ्दा लाग्छ कि मैले त्यस्तो केही नै गरेको रहेछु र केही गरेको थिएन, उनीहरूले आफ्नै आँखाले देखे जसरी भन्ने जस्तो भयो कि। अनि त्यति नगरून् भन्ने हो। भनेपछि कम्युनिटीले केही नभए पनि अलिकति क्षमा याचना गरिदियो भने तिमीलाई अलिकति राहत भए जस्तो फिल हुन्छ? जो आफूले क्षमा याचना भन्नाले पनि उनलाई आफ्नो गल्ती फिल होस्, आइन्दा यस्तो नगरून् भन्ने हो। तिमीलाई त परो अरू कसैलाई यस्तो नहोस् भन्ने तिम्रो इच्छा? कसै मिडियामा पहिले नै जज भन्ने मान्छेहरूको कारण
कसैको मम्मीले सुसाइड गर्न नपरोस्, कसैले मृत्युको मुखसम्म पुग्न नपरोस्, उनीहरूलाई मेन्टल स्ट्रेस नहोस् भन्ने हो। अन्तिममा जाँदा जाँदै तिम्रो कुरा सुने मैले तिमीलाई सहानुभूति सान्त्वना भन्दा अरू केही दिन सकिनँ अहिलेलाई र भविष्यमा तिमीलाई कुनै पनि खालको साथ सहयोग चाहिन्छ अथवा तिमीलाई कुनै पनि मेन्टल हेल्थ सम्बन्धी हेल्पहरू चाहिन्छ त्यस्तो भयो भने कम्युनिटीलाई रिच आउट गर, हामी पनि गफ गर्नेछौँ, सबैसँग मिलेर सहयोग गर्नेछौँ। त्यो बाचा तिमीलाई गर्दै तिमीलाई अन्तिममा भन्न मन लागेको कुरो यो तिम्रो आफ्नो केससँग जोडिएर मान्छेलाई दिन मन लागेको सन्देश अथवा भन्न मन लागेको कुरा अलिकति शब्दमा भनिदेऊ अनि आजको कार्यक्रम हामी समाप्त गर्छौँ। धेरै धेरै धन्यवाद। यत्रो केही हेल्प चाहियो भन्नु होला भनेर सोधिदिनु भयो, त्यही नै ठुलो कुरा हो मेरो लागि। अनि म क्यानाडामा या विदेशमा कतै पनि बस्ने नेपालीहरूलाई भन्न चाहन्छु कि यताको सिस्टम नेपालको भन्दा धेरै फरक छ होइन। यताको सिस्टमले कसै पनि अपराधीलाई छोड्दैन। उनीहरूले केही अपराध गरेको छ भने इन्भेस्टिगेसन हुन्छ, उनीहरूलाई समात्छन्, पहिले चाहिँ अरेस्ट गर्छन्, अरेस्ट गर्यो भन्दैमा ऊ अपराधी भन्ने हुन्न, तर उनीहरूको अन्जामसम्म पुगाउँछ कि यताको कानुनले। नेपालको जस्तो छैन। नेपालको कानुनको लागि, किनकि नेपालको कानुन धेरै नै अलि त्यस्तो भरपर्दो छैन। नेपालको कानुनको कुरामा भन्ने हो भने तिमीहरूले सबैले मिडियामा आवाज उठाएर प्रेसर दिन सक्छौ, तर विदेशको कानुनमा अदालतमा विचाराधीन मुद्दा छ भने त्यसमा मिडियामा आवाज नउठाइ नहुने केही छैन के। अदालत त्यहाँको भरपर्दो छन्, उनीहरूले दोषीलाई उसको अन्जामसम्म जसरी नै पुगाउँछन् के। इन्भेस्टिगेसन भयो भने दोषी रहेछ भने उनलाई सजाय भोगाउँछन्, दोषी रहेनछ भने बरी गर्छन् के। मिडियाहरूले विदेशमा भएको केसको लागि त्यति बोलिदिनु पर्ने कुनै जरुरी देख्दिनँ म। बस भन्नुहोस् यो आरोपी हो भनेर यसले केही आरोप गरेको भए सजाय पाउँछ, आरोप गरेको छैन भने यस्तो घटना भयो यो चाहिँ बरी हुन सक्छ भनेर सबै कुराहरू राखिदिनुहोस् के। यो दोषी नै हो भनेर अगाडि नै न्युज नफैलाइदिनुहोस् भन्ने हो, स्पेसल्ली विदेशमा भएको केसहरूको लागि, किनकि त्यहाँ सबै कुराहरू कानुनहरू सबै भरपर्दो नै छन् के। ल यति भन्दै अब आजलाई हामी यसलाई यहीँ टुङ्ग्याउँछौँ। तिम्रो उज्जवल भविष्यको कामना गर्दै आइन्दादेखि तिमीले भोग्न परेको कुरो विदेशमा आएर अर्काको भूमिमा आएर कसैले भोग्न नपरोस्। जो पनि अन्यायमा परेको छ, चाहे त्यो छोरा मान्छे होस् चाहे छोरी मान्छे होस्, ती सबैलाई न्याय मिलोस्। हजुर, अनि त्यो एउटा विदेशमा आएर भोग्न नपरोस् भन्नुभयो, त्यसका लागि नि स्पेसल्ली क्यानाडामा डोमेस्टिक भाइलेन्सको क्राइमलाई धेरै ठुलो मानिन्छ। त्यही भएर रिलेसनमै बसेका मान्छेहरू पनि सानोतिनो झगडा हुँदा त्यस्तोमा पुलिसलाई कल नगर्नु होला। केटी केटा दुइटै पछि मिल्न खोजे पनि यताको पुलिसले मिल्न दिन्न के। यताको पुलिसले चाहिँ चार्ज गर्छ, एकचोटि चार्ज गरेपछि उनीहरूले सँगै बस्न पाउँदैनन्, जति गरे पनि त्यो चार्ज फिर्ता लिन सकिन्न के। भनेपछि चार्जहरूलाई हेलचेक्राइ नगरौँ भन्ने तिम्रो पुलिस जस्तै पुलिस बोलाउने भन्दैमा सानोतिनो कुराहरूमा 911 कल गरिहाल्ने, बोलाइहाल्ने, सानो कुरामा त्यस्तो नगरौँ, त्यसले पछि धेरै नै इम्प्याक्ट गर्छ के। मेरो केस त जिनिन नै भयो, केटीले मलाई फसाउनै खोजेको, तर धेरै यस्तो हुन्छ नि सानोतिनो कुरामा अब रिसको आवेगको भरमा पुलिस बोलाइदिने, पछि पस्ताउनेहरू। त्यस्तोहरूलाई भन्न चाहन्छु सानोतिनो कुराको लागि पुलिसलाई 911लाई कल नगरिहाल्नुला भनेर। ठिक छ, तिम्रो एक्सपिरियन्स आज आएर सबैलाई सुनाइदियो। सबैले योबाट धेरै कुरा सिक्नु पनि भयो होला, बुझ्नु पनि भयो होला। आफ्नो हिसाबले लेसन लर्न गर्ने कुरा छँदैछ होइन। सबै सतर्क रहौँ, सबैले विचार गरौँ कहाँ के कतिसम्म कसरी केसम्म हुन सक्छ भन्ने कुरा यो भिडियोले सबैलाई जानकारी दियोस्। र तिमीलाई अग्रिम शुभकामना, जिन्दगी अगाडिको आगामी जिन्दगीलाई अग्रिम शुभकामना दिँदै आफूलाई दह्रो भएर अगाडि बढ्न सुझाव दिँदै आज कार्यक्रमलाई अन्त गऱ्यौँ। र अन्तिममा म हाम्रो भ्युवरहरूलाई के भन्न चाहन्छु भने सकिन्छ भने कुनै पनि कोर्टमा भएको केसहरूमा हामी न्यायाधीश हुने चलनलाई अहिले बन्द गरिदिउँ र आफ्नो पर्सनल गेनको लागि अरूको चरित्र हत्या गर्न र बिना फैसला अरू कसैलाई आफूखुसी एलिगेसन लगाउनलाई बन्द गरिदिउँ र पुख्ता सबुत अनुसार सबै कुरा प्रमाणित भइसके